65% रोग विषादीको कारणले आछ भनेर WHO ले प्रमाणित गरे, नेपालको मात्रै। जस्तो क्यान्सर जस्ता बिरामी हैन, एन्जाइटी हुने, टाउको दुख्ने। अब महिलाहरूलाई तपाईहरु गृहिणीलाई अब दिदीबहिनीहरु यहाँ हुनुहुन्छ, कहिलेकाहीँ खाना पकाउँदै मान्छेहरु ढल्ने अवस्था भएको छ, टाउको रिगाउने अवस्था हुन्छ। केही छैन, हिजोसम्म केही पनि छैन, स्वस्थ छ भित्र, किचन एकदम सफा छ, समस्या छैन, भेन्टिलेसन भएको किचन छ, र पनि कहिलेकाहीँ पकाउँदै अलिकति आलस्य हुने, तरकारीको बाफ आइरहँदाखेरि टाउको दुख्ने। यो किन हुन्छ भन्दा तरकारीको कारणले भएको छ। नेपालमा 90-95% तरकारीको कारणले, चामलमा होइन। चामलमा अहिले पहिला अब एल्युमिनियम फस्फाइड भन्ने राखिन्थ्यो, यहाँहरूलाई पनि जानकारी होला। एल्युमिनियम फस्फाइड अहिले ब्यान्ड भयो। यहाँहरूलाई थाहा होला, 2-3 वर्ष अगाडिदेखि त्यो 3 ग्रामको अहिले पहुँचमा त आउँछ, पहुँचमा त बेच्न पाइन्छ, तर त्यो चाहिँ विशेष गरेर मान्छेले खाए भनेर, ट्याब्लेट खाइदिएर मरे भनेर त्यसलाई ब्यान्ड गरिएको छ।